वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको पक्षमा बालेन सरकारले ल्यायो कडा नियम। अब मेन पावरहरूले 10,000 मात्रै लिन पाउने, 1 रुपैयाँ पनि बढी लिएमा लाइसेन्स नै खारेज गरिने। बालेन शाह नेतृत्वको शक्तिशाली सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको पक्षमा कडा नियम ल्याएको छ। विदेशमा पसिना बगाउन जाँदा पनि ठगहरूको बेगबिगीले युवाहरू ठगिन थालेपछि सरकारले कडा नियम ल्याएको हो। अब श्रमिकसँग मेन पावरले टिकट बाहेक 10,000 रुपैयाँ मात्रै लिन पाउने भएका छन्। त्यो भन्दा 1 रुपैयाँ पनि बढी लिएमा मेन पावरको लाइसेन्स नै खारेज गरिने भएको छ। श्रम मन्त्री दीपक कुमार शाहले श्रमिकलाई बढी शुल्क लिएको पाइएमा हेलो सरकारको 1111 वा समाधान कल सेन्टरको 11410 मा कल गर्न आग्रह गरेका छन्। अब स्वास्थ्य परीक्षण पनि सरकारी अस्पतालमै हुनेछ। वैदेशिक रोजगारमा जाने नेपाली युवाहरू विभिन्न प्रकारका कामदार भिसाको माध्यमबाट संस्थागत रूपमा 111 तथा व्यक्तिगत रूपमा 178 मुलुकहरूमा गइरहेको अवस्था छ। हाल नेपाल सरकारले इजाजत प्राप्त वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले रु 10,000 मात्र सेवा शुल्क लिई वैदेशिक रोजगारमा पठाउने प्रावधान रहेको छ। कोही कसैले उल्लेखित शुल्कभन्दा बढी रकम उठाएको, मागेको वा यस सम्बन्धी अन्य गुनासो भएमा तत्काल निम्न नम्बरहरूमा सम्पर्क गरी आफूलाई परेका गुनासा वा समस्या टिपाउनु हुन सम्बन्धित सबैमा यस मन्त्रालय हार्दिक अपील गर्दछ। गुनासो उजुरी गर्न सम्पर्क नम्बरहरू हेलो सरकार टोल फ्री नम्बर 1111 र मोबाइल नम्बर 9851 45 045, समाधान कल सेन्टरको टोल फ्री नम्बर 1141। धन्यवाद।